Hello guys, welcome to my vlog after a long time. आज चाहिँ हामी क्याम्पिङ डे 1 हिजो बेलुका आएर मेसिङ बनाएर टेन्सन टाँगेर खाएर मात्र सुत्यो। आजदेखि चाहिँ हामी यहाँ लेक डिस्ट्रिक्ट गयो चाहिँ नर्थ चिसो छ अलिक। आज चाहिँ हामी क्याम्पिङ स्टार्ट गर्दै चाहिँ खै भित्र खिच्दिउँ। यहाँ त 10 जना जस्तो मान्छे अड्छ होला। यस्तो छ हाम्रो रकी हेर्दै भाइ। भिडियो नबनाऊँ भनेको यसो मेमोरीको लागि बनाइराख्नु पर्यो क्या। आज हाम्रो डाँडा चढ्ने अनि फेरि मेसिन खाने छ। यहाँ चाहिँ 2 जनाको गुफा पस्ने। यो अन्त तिम्रो के हो यहाँनिर आम्मा अहिलेदेखि प्रिपेयर हुँदैछ सब? होइन यहाँ ज्याकेट के मलाई एकदम ठिक लाग्यो। के हो यो कुन टी हो दाइ यस्तो यार? यो झनकको राकुरा अरे झनकको ग्रिन टी अरे। झनक टी हो झनक टी। अहिले त चल्ने ठाउँ पनि चाहियो। पर्सनल सबैको। यहाँ हाम्रो चाहिँ अब यो टेन्ट अर्को टाँगिँदैछ। बल्ल हजुर के अरे भ्लग गर्ने के अरे एनर्जी आउँदैछ। अमर भाइ वेलकम टु द ब्लग। थ्याङ्क यू। कहिले देखाउ त? 030 किजु भाइ खाने हो? फ्राइड राइस स्पेसल। फ्राइड राइस हिजो भात उब्रेको स्पेसल हुँदैछ। यो चाहिँ भेजिटेरियनलाई मात्र हो हेर भाइ। हजुर गुड मर्निङ मेरो भाइ, के छ? राम्रो हो नि, अस्ति राम्रो भयो। पानी दामी पर्यो है हिजो। माइनर हजुर बेसस आँसी आयो आगो पुग्दा। आम्मामा के हो यस्तो यो? हजुर ससेज। आगै बलेन हौ हिजो पानी। ब्याट्री डाउन हुन्छ होला नि त। हाम्रो टोइलेट बाथरुमको फेसिलिटिजहरू पनि छ यहाँनिर। पुरा तातो पानी पनि आउँछ यहाँनिर चाहिँ। उतातिर बोरा आएको छ 2टा क्याम्पिङ अनि अर्को साइडमा 2टा। अरू सबै हामीले ओगटेको छौँ है। ल हामी चाहिँ अब त्यहाँ चाहिँ यहीँ हो हिजो मेसिङ बनाएर खाएको हामीले हिजो। हामी चाहिँ पछि भेट्छौँ है त। अहिले चाहिँ हामी यहाँनिर दुःख बाटोमा चाहिँ रोकेर यहाँनिर एउटा राम्रो खोला देखेर चाहिँ फोटो खिच्न आएको छौँ। हेर्नुहोस् है त खोला कस्तो छ। तपाईँहरूले देखाउँछ है त। कस्तो दामी नेपाल जस्तो खोला होइन? सिङ्गामा छ। तपाईँहरू उहाँ फोटो खिच्दैछ देख्नुभयो होला। हेर्नु भयो साथी हो। हाम्रो ग्रुप चाहिँ यहाँ छ है। हाम्रो 3टा भ्यान लिएको छ। एउटा भ्यान 2टा भ्यान चाहिँ गइसक्यो। हाम्रो लास्ट भ्यान नम्बर 3 हामी हो, लास्ट हो। हामी चाहिँ अलिकति चिल पारामा जाँदैछौँ। कन्डक्टर ल लेट्स गो। हेलो हेलो हेर्नुहोस् है अमर भाइले भ्लग बनाउँदैछ। हामी अर्को क्यामेरा जुदाम न त। चुप्पा यस। यस्तो के हो यार? फेवा तालको फिलिङ्स आयो त यार। फोटो सेसन पनि हुँदैछ यहाँ। कस्तो पाहाडहरू यो डाँडा ठाडै माथि चढेर चिप्लेटी खेल्नु अरे। ल भाइको फोटो सेसनहरु फोटो सेसन हुँदैछ यहाँ चाहिँ। नेपालमा भयो यहाँनिर पुरा बाँसर बनाएर होइन नाइट लाइफ भइहाल्थ्यो यहाँनिर पुरा। यहाँनिर चाहिँ होइन यहाँ चाहिँ युकेमा चाहिँ जेहोस् यतिको प्रिजर्भ चाहिँ गर्छ क्या नेचरलाई। यहाँ नेपाल भयो यहाँनिर सबै भिजाइहाल्छ त। यहाँ नाइट लाइफ भइहाल्थ्यो यहाँनिर बारसार बनाएर नाइट क्लबिङ स्लबिङ बनाएर होइन।
दामी ठाउँ हो यार यतातिर चाहिँ क्याम्पिङ गर्न पाउनुपर्ने क्या होइन जनक सर यहाँ क्याम्पिङ गर्न पाउनुपर्ने क्या हाम्रो अब स्टार्ट भयो है हाइकिङ यहाँदेखि हाम्रो हाइकिङ स्टार्ट भयो डाँडा चढिने हेर्नु है कत्रो कत्रो डाँडा छ हाम्रो हाइकिङ स्टार्ट भएको छ तपाईँलाई कस्तो फिल भयो ठिकै छ भाइ शेष परिन्छ आज 4 घन्टाको रमाइलो हुन्छ होला तपाईँ कोही आइसक्यो आछेन फर्स्ट टाइम राम्रो छ ठाउँ एकदम कस्तै नेपालको भाइब्स आएको क्या तल राम्रो लेखेको भएछ होइन माथि गएर अझै राम्रो देखिन्छ सक्सेसफुल भयो जानेको दाइ च्यानल चाहिँ एकदम फेमस बनाउनु पर्छ भेडाहरू पनि कति सफा हो यहाँ त यार त्यही त होइन फरहरू हेर्नु न होइन कस्तो सफा क्या हाई क्वालिटीको त्यो हुन्छ नि लुगाहरू फोहोर नभएको क्या हिलोतिर नचोबिएको यो पानी त खाउ खाउ लाग्यो त अमर कस्तो या सङ्लो यार म चाहिँ सबसे लास्टमा छु मान्छेहरू माथि पुगिसक्यो अघि त्यहाँनिर रेम्बो देखिरहेको थियो अहिले छैन गएछ मेरो इन्स्टाग्राम स्टोरीमा हालिरहेछु खिच्न भ्याएन कस्तो दामी छ यार Diagonal, sir. Yeah, diagonal. Yeah, and then you go left and right. Just cheated. ठाडै उकालो रहेछ नि त नि Yeah, go left, right. मान्छेहरू चाहिँ वा टपा छ है सब आउनुहोस् है यहाँ पानी परेर अघि अब लगाएको यो अहिले गर्मी पो हुन थाल्यो चट्ट यो सागको पेन्सनमा आउन सक्छ यति उकालो आउँदो रहेछ यत्रो उकालो आइरहेछ तल खोलै खोला चाहिँ त्यो बाटो पनि ठिक रहेछ यार यो ठाडो उकालो भन्दा त बाटो त कडा छ त हौ आम्मा र त है कस्तो दामी फुल फुलेको है हामी चाहिँ एउटा पहाडको चुचुरोमा आइपुग्यो अब 2टा 3टा 4टा यो ससटो हाम्रो यहाँ खाना खानेको कार्यक्रम सकिन लागिरहेछ मात्र बाँकी छ अब हामी चाहिँ उयो पहाड चढ्छौँ तपाईँहरूलाई देखाउँछु यो पहाड यस्तोबाट यता गएर फेरि तल झरेर माथि चढेर यता यता जान्छु फेरि तल अघिकै पार्किङ ठाउँ के भन्दैछ तामाङमा के हो त्यो भनेको चाप्ला चाप्ला चुरीको जावा खाजी कान्छाची कान्छाची ओ भाइ वाइ वाइ खायो त नि लाग्यो अब
अब हामीलाई मिनिमम कति लाग्छ भने 1-2 घन्टा लाग्छ। अगाडि हाम्रो स्क्वाड 1 हिँडिसक्नु भएको छ। स्क्वाड 1 उकालो नसकिने हो। उकालै छ त यो हेर्दाखेरि समुद्र हिँडिरहेछ तर उकालो छ है। यहाँबाट थाहा पाइन्छ है उकालो छ भनेर। नेपथ्यको गीत सुन्दै हामी चाहिँ यस्तो डाँडा काँडा होइन त। जोइन नाच है नाच भाइ कौन लेख्छन् मान्छे त किसिम छ त आज त यार। त्यो हिजो राति आएर चढेको अरे होइन होला हो हेलिकप्टर छोडिदिएको होला मात्र नि चढेको होला। को खोइ फोटो मन त किसिम छ त यस्तो उकालो छ है। हामी चाहिँ अहिले 3rd उकालोको टुप्पोमा पुग्न आँटिरहेछ। यताबाट यस्तो चढेर फेरि यता झरेर यस्तो आएर अब यहाँ 3rd टुप्पोमा पुग्न आँटिरहेछ। यहाँदेखि हाम्रो लास्ट उकालो चाहिँ उयो हुन्छ यताबाट झरेर सकिन्छ है। लेक पनि देखिन छोडो। Yeah, we are finally on the top of England. इङ्ल्यान्डको टप हिल है। सुमन गुरुजी पनि फाइनल आइपुग्नु भएको छ। यहाँ चाहिँ के भन्दैछ हौ? के छ भाइ? ठिक छ हजुर ठिक छ बढिया बढिया। हेलो विकास भाइ ए ओ यो ओ ए उर्गेने रहेछ फाइनली आइपुग्यो होइन त। तपाईँहरूले अघि किन भनिदिनु भएको त अनि अझ नेपालमा पनि यस्तै छ भनेर भनिदिएको बुढो त अनि डिमोरलाइज भयो नेपालमा त यो भन्दा युकेको सगरमाथा चढ्यो इङ्ल्यान्डको आजको आनन्द यता हेरौँ है सबैजनाले ल यता भ्लगमा आउँदैछ है भ्लगमा अहिले चाहिँ गर्नुपर्छ। हामी चाहिँ अहिले टप अफ द इङ्ल्यान्ड माउन्टेनबाट चाहिँ हामी अब फर्किँदैछौँ। 978 मिटर 978 मात्र होइन के हो यार 978 यार 978 मिटर अनि अब सगरमाथाको कति छ त नि 8848 दिस इज फकिङ नथिङ होइन यो त केही पनि होइन त यो त यार कसरी चढ्छ होला यार त्यत्रो भारी बोकेर यार। ल हाम्रो टोलीहरू लाग्दैछौँ अब हामी यो चाहिँ त्यो रहेछ होइन इन्डक्सन जस्तो क्या सुरुको क्या त्यो यस्तो सुरुमा यो चाहिँ बिगिनर यो चढेर 1000 2000 3000 ए पुनिल नेपालको कस्तो कस्तो चढ्यो पुनिलको लास्ट उकालो चढ्दा नि सानै भएको थियो त बिजी आज भेजिटेरियन होइन तिमी पनि दामी बनाऊ है आज दाइलाई। टुडे इज ट्युसडे सो खाइहाल्यो त्यो वाइमा त के हुँदैन नो अन्डा नो ससेज
केटाको केटाको सबैले हेरे फेरि एकैचोटि अनि के अरे किनजनाको भारी यसले बोकेर म ल लाग्यो है त हामी ल यहाँ आएर इन्ड छ बिचमा अलिअलि फोटो भिडियो खिचौँ ल कुद्दै आएको यो ओह्रालोमा शेष पऱ्यो अनि गएर कुदेर ठिक हुन्छ भनेर कुद्दै 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 आएको यो मधुर आइरहेछ त आज चाहिँ हाम्रो चाहिँ चिकन विथ पोर्की हो पोर्क आज चिकन विथ पोर्क अरे पोर्क आज छ पोक चाहिँ हामीले अल द वे फ्रम टाढोबाट ल्याएको सुप बनिसकेको छ ल आफ्टर लङ हाइकिङ आज चाहिँ हामी यहाँ चाहिँ रातभरि यहाँनिर हाम्रो फायर क्याम्प गरेर चाहिँ रमाइलो गर्दै बस्छौँ आजको इन्डिया छ भोलि हामी कहाँ जान्छ त्यसको ब्लग बेग्लै आउँछ है बेग्लै भन्नाले जोडेर आउँछ वाद्य बाजा